आज फेरि एउटा प्यानल चेक गर्नुपर्ने भयो गाइजहरु। हाम्रो यो प्यानलमा एउटा पिएफ ब्यालेन्स भएन। यो एउटा चाहिँ मोटर स्टार्टर चेक गर्नुपर्ने छ। हाम्रो पावर क्यापेसिटरले त्यति राम्रोसँग काम गरिरहेको जस्तो लाग्दैन। एम्पियर एकदम हाई लिगिरहेको छ। यसलाई चेक गर्नुपर्ने छ। यसलाई म यो पिएफ प्यानल कसरी चेक गर्ने भनेर म सिकाउँछु तपाईहरुलाई। यो क्ल्याम्प मिटरले एम्पियरमा सेट गरेर यसले चाहिँ नि यो पिएफ प्यानलले चाहिँ पिएफ को जुन यो प्यानलमा जुन हाम्रो ह्याभल्सको पावर क्यापेसिटर युज भएको छ 15 kVAR को। अब यसले काम गरिरहेको छैन। एम्पियर एकदम चाहिँ नि 0 देखाइरहेको छ। तीनटै फेजमा छैन। यसले पनि काम गरेको छैन। कति छ 50 एम्पियर। एम्पियर एकदम हाई छ। अब यसको लागि अब यो क्यापेसिटर चेन्ज गर्नुपर्ने छ। क्यापेसिटर चेन्ज गर्नु पर्ला। हाम्रो यो एमसीबी पनि डढेर खत्तम भएको छ। टर्मिनलै पुरै ब्लकै पुरै चाहिँ ड्यामेज भएको छ। एमसीबी लाई पनि चेन्ज गर्नुपर्छ। बाँकी भिडियो बाँकी कुराकानी अब अर्को भिडियोमा। है त गाइजहरु। अब फाइनल गाइज अब एमसीबी पनि फेर्यौं हामीले। पावर क्यापेसिटर पनि चेन्ज गर्यौं। अब एकचोटी चेक गर्नुपर्ने छ। 50 एम्पियर थियो, अहिले ठ्याक्कै 45 एम्पियरमा झर्यो। अनि 5 एम्पियर लस भइरहेको छ। 5 एम्पियर चाहिँ माइनस भइरहेको छ हैन। क्यापेसिटरको एम्पियर क्यापेसिटरले 18 एम्पियर लिइरहेको छ। 18 ठिक छ ल। आजको ड्युटी पास भयो। काम पास। ल गाइज हाम्रो मोटरको स्टार्टर चाहिँ यही हो हैन।